आज परिस्थिति यस्तो बनेको छ कि स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले नै यो गुरुकुल र यो विश्वविद्यालयलाई बन्द गर्न थाल्नु भएको छ। देशको कार्यकारी प्रमुखले सदन जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र होइन, संसदीय अभ्यासप्रतिको उदासीनताप्रति होइन र सम्माननीय सभामुख महोदय, अझ दुःखको कुरा सत्तापक्षका सम्माननीय सदस्यहरू त्यसलाई सामान्य बनाउने प्रयत्न गरिराख्नु भएको छ। सभामुख महोदय, हिजो मात्रै यहाँ मात्र हजुरको आसनबाट हजुरले भन्नुभयो नीति तथा कार्यक्रम सबैभन्दा महत्त्वपूर्ण दस्तावेज हो, यो देशको रोडम्याप हो, यसलाई 3 करोड नेपालीले हेरिरहेका छन्। त्यसैले प्रतिपक्षको माग अस्वाभाविक थिएन सभामुख महोदय। हाम्रो माग केवल यति महत्त्वपूर्ण विषयमा उठेका प्रश्नहरूको जवाफ सम्माननीय प्रधानमन्त्रीज्यू स्वयंले दिनुपर्छ। देशभित्रै रहनुभएको संसद भवनबाट केही 100 मिटर दूरीमा कार्यालय रहेको प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराइयोस् भनेर हाम्रो आग्रह मात्र थियो। नीति तथा कार्यक्रम भनेको सरकारले आगामी 1 वर्षको दिशा, प्राथमिकता र कार्ययोजना हो। तर दुर्भाग्य यति महत्त्वपूर्ण विषयमा पर्याप्त छलफल हुन पाएन। हामीसँग गम्भीर प्रश्नहरू छन्, ती प्रश्न प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छौँ। संविधानको धारा 76(10) अनुसार प्रधानमन्त्रीज्यूलाई संसदप्रति उत्तरदायी बनाउन चाहन्छौँ। तर आज 2/3 नजिकको संस्थाको आडमा संसदहरूलाई नै कमजोर बनाउने प्रयास भइरहेको अनुभूति भइरहेको छ। प्रश्नबाट भाग्ने प्रविधि लोकतन्त्रका लागि शुभ सङ्केत होइन। सभामुख महोदय, सदनको गरिमा जोगाउने र सरकारलाई सदनप्रति उत्तरदायी बनाउने प्रमुख जिम्मेवारी हजुरकै हो। त्यसैले फेरि पनि आग्रह गर्दछु, तपाईँ हाम्रो अभिभावक हो, संसदको संरक्षक हो, यस विषयमा हजुर गम्भीर बन्नुपर्छ भन्ने विश्वास छ। यदि प्रधानमन्त्रीज्यू उपस्थित हुनु भएन भने हाम्रो विरोध जारी रहनेछ।